हेलो गुड मर्निङ सबैजनालाई। मलाई चाहिँ कस्तो मारी लागिरहेछ हैन। बिहानै उठेको त्यस्तो राम्रो भ्यू देखेँ अनि त्यहाँदेखि भिडियो गर्नु मन लागिहाल्यो। सबैजनालाई मेरो भ्लगमा वेलकम गर्न चाहन्छु। अब चाहिँ मेरो केटाकेटीलाई खाजा खुवाउँछु। लिनु खाजा खानु। जुम 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 जुम। चाहिँ हाम्रो कन्स्ट्रक्ट भइरहेछ है। घर भन्नु कि किचन भन्नु हैन। किचन हो, खासमा चाहिँ किचन बनाएको। यस्तो दामी। यहाँ चाहिँ कति जाडो लागिरहेछ। त्यहाँ चाहिँ गर्मी हुन थालिसक्यो क्या घाम आएर। हाम्रोमा चाहिँ अब कहिले आउँछ 9-10 बजी मात्र आइपुग्छ होला आज। इस्कुस टिपेर थकित भएर बसेको अवस्थामा छु। अब यति एक बोरा चाहिँ टिपेँ। अब बोकेर चाहिँ लाने कसरी भएर बसिरहेको छु क्या। यसपालि त इस्कुस त सबै लडेर हैन यस्तो भइरहेको छु। इस्कुस त टिपेँ हैन, तर बोक्ने गाह्रो भइरहेछ। बोक्नु पर्यो अब 25-30 केजी भन्दा त धेरै छ होला क्या यो। भगवान पिठो छैन। ए यता भित्र ए छ पिठो पनि छ। टमाटर लगाइदिनु अलिकति नलाउनु अलिकति लगाइदिन्छु। आयो चिसो पानी हौ, चिसो पानी।